안녕하세요. नमस्कार। तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो YouTube च्यानलमा। म हो तपाईको आफ्नो साथी। निरन्तर भिडियो ल्याउने क्रममा कार्यव्यस्तताको कारण भिडियो ढिलो आए तापनि फेरि पुनः आज तपाईहरु समक्ष नयाँ टपिक लिएर उपस्थित भइसकेको छु। आजको यस टपिकमा म तपाईहरुलाई बेसिक ग्रामर अन्तर्गत रहेर सम्पूर्ण मिनिङहरु पढाउने छु। हेर्नुस् त, एक नम्बरमा छ हाम्रो खिदारिदा। खिदारिदा भनेको नेपालीमा हुन्छ पर्खनु। के हुँदो रहेछ? पर्खनु भन्ने हुन्छ। इबनमा छ हाम्रो खादा। खादा भनेको जानु। उच्चारण तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ है। र हामी यदि तपाई मेरो च्यानलमा पहिलादेखि नै हुनुहुन्छ भने अब यतिको पढ्न हामीलाई आउँछ हो। त्यस्तै हेर्नुस् त, अर्को छ हाम्रो मक्ता। यो अब मक्दा नभएर मक्ता हुन्छ। धेरै पहिला मैले तपाईहरुलाई ग द ब स ज यो पाँचवटा अक्षर मध्येमा कुनै एउटा अक्षर कहाँ झुनिन्छ? या मुनि फाँचीमा झुनिन्छ। लगत्तै दाहिनेपट्टि ग द ब स ज मध्येमा कुनै एउटासँग ठोकिन्छ भने ठोकेको अक्षर त के हुन्छ? सिंगल हुन्छ। सिंगल भए तापनि त्यसलाई के गरिन्छ? डबल उच्चारण गरिन्छ। त्यही भएर मक्दा नभएर के भयो? मक्ता। मक्ता भनेको नेपालीमा हुन्छ खानु। अर्को छ छुदा। छुदा भनेको नेपालीमा हुन्छ दिनु। यदि तपाईहरुलाई मिनिङ आवश्यक परेको खण्डमा तपाईहरुलाई यसलाई स्क्रिनशट गरेर लेख्न अथवा पढ्न सक्नुहुनेछ। यदि मैले एउटै मिनिङमा 10 चोटी भने धेरै टाइम लाग्न सक्छ। त्यस्तै हेर्नुस्, अर्को छ हाम्रो मान्नादा। मान्नादा भनेको नेपालीमा हुन्छ भेट्नु हो। नील मान्नायो भोलि भेटौं अथवा भोलि भेट्नेछु। त्यस्तै हेर्नुस् त, अर्को छ हाम्रो सादा। सादा भनेको नेपालीमा हुन्छ किन्नु। के हुँदो रहेछ? किन्नु। त्यस्तै हेर्नुस् त, अर्को छ इत्ता। इत्ता भनेको चाहिँ हुनु अथवा छ भन्ने हुन्छ है। ठीक छ। अर्को हेर्नुस् त अप्ता। अप्ता भनेको नहुनु। यसको फान्दै के हो त? इत्ताको फान्दै अप्ता। हुनुको नहुनु हो। त्यस्तै हेर्नुस्, अर्को छ हाम्रो ओदा। ओदा भनेको नेपालीमा हुन्छ आउनु। के हुँदो रहेछ? आउनु हो। अर्को छ मासिदा। मासिदा भनेको नेपालीमा हुन्छ पिउनु। के हुँदो रहेछ? पिउनु। त्यस्तै छ, अर्को छ हाम्रो छुप्ता। छुप्ता भनेको नेपालीमा हुन्छ जाडो हुनु अथवा चिसो हुनु हो। यस्तै छ अर्को हजुरलाई थप्ता। थप्ता भनेको गर्मी हुनु। छुप्ताको फान्दै के हो त? थप्ता। चिसोको तातो, जाडोको गर्मी हो। अर्को छ फिसादा। फिसादा भनेको चाहिँ महँगो हुनु भन्ने हुन्छ है। अर्को छ हेर्नुस् त सादा। सादा भनेको सस्तो हुनु। फिसादा महँगो हुनु, सादा सस्तो हुनु। यदि डबल स वाला सादा आयो भने चाहिँ सस्तो हुनु अथवा प्याकिङ गर्नु भन्ने हुन्छ है त। तर एउटा स वाला सादा आयो भने चाहिँ किन्नु अथवा के हुन्छ? खरिद गर्नु भन्ने हुन्छ। अर्को छ सदा। सदा भनेको चाहिँ उभिनु भन्ने हुन्छ। के हुँदो रहेछ? उभिनु। अर्को छ हाम्रो फोदा। फोदा भनेको चाहिँ यहाँ चाहिँ हेर्नु मात्र रहेछ है। यसको मिनिङ धेरै लाग्छ है त। म मुखले भनिदिन्छु। फोदा भनेको देख्नु अथवा भेट्नु पनि हुन्छ। जस्तै चलचित्र हेर्नु पनि के हुन्छ? फोदा नै हुन्छ। र भोलि भेट्छु भन्दा के मेल पायो? भोलि देख्नेछु अथवा भोलि भेट्नेछु भन्दा पनि के हुन्छ? फोदा नै हुन्छ। र अर्को फोदा भनेको चाहिँ कम्पेयर गर्दा है त। मलाई चाहिँ ज्याकेट भन्दा के मन पर्छ? जुत्ता मन पर्छ भन्दा के भन्नु पर्छ मलाई? जस्तै दुईटा चिजहरुलाई हामीले के हुन्छ? कम्पेयर गर्दा पनि फोदाको प्रयोग गरिन्छ हो। छा फोदा कफी मानी छायो। चिया भन्दा कफी धेरै मन पराउँछु भने जस्तो ल। अर्को छ हेर्नुस् त एकता। एकता भनेको पढ्नु भन्ने हुन्छ हो। अर्को छ हाम्रो खुम्बु हादा। के हुँदो रहेछ? खुम्बु हादा। खुम्बु हादा भनेको चाहिँ अध्ययन गर्नु भन्ने हुन्छ है। एकता पढ्नु, खुम्बु हादा के हुँदो रहेछ? अध्ययन गर्नु। अर्को छ हाम्रो सुदा। सुदा भनेको चाहिँ यसको मिनिङ हुन्छ लेख्नु पनि हुन्छ र अर्को यसको फिजिक मिनिङ हुन्छ के हुन्छ त भन्दा प्रयोग गर्नु भन्ने पनि हुन्छ है त। अर्को छ हेर्नुस् त हादा। हादा भनेको चाहिँ गर्नु भन्ने हुन्छ, कुनै पनि कार्य गर्नु हो। अर्को हेर्नुस् त खारो छिरा। खारो छिरा भनेको चाहिँ सिकाउनु भन्ने हुन्छ हो। जस्तै कुनै कुरा सिकाउनु क्या। र फेउदा। फेउदा भनेको चाहिँ कुनै पनि कार्य अथवा के गर्नु त? कुनै पनि सिक्नु भन्ने हुन्छ है। खारो छिरा सिकाउनु, फेउदा के हो त? सिक्नु। अर्को छ इदा। इरा भनेको पनि हुनु हुन्छ। अर्को के थियो अघि हामीले? इत्ता भनेको हुनु भनेका थियौँ हो। त्यस्तै हेर्नुस् त अफ्ता भनेको नहुनु भन्ने थियो भने यहाँ पनि के हुँदो रहेछ? आनिदा भनेको के हुँदो रहेछ? नहुनु
इदा हुनु अनिदा नहुनु। त्यस्तै हेर्नुहोस् त अर्को छ हजुरलाई थ्वेदा। थ्वेदा भने के हुँदो रहेछ हुनु भन्ने हुन्छ है। ठिक छ कोरियन भाषामा एउटै शब्दको धेरै मिनिङ लाग्छ हो। अर्को छ थादा। थादा भनेको चाहिँ चढ्नु भन्ने हुन्छ। यो चढ्नु भनेको चाहिँ के हो त भन्दा सवारी साधनहरू चढ्नु है त। र अर्को यसको सिमिलर मिनिङ हुन्छ पाउनु। जस्तै ज्याला पाउनु भत्ता पाउनु हो। यसलाई पनि हामी के भन्छौँ थादा भन्छौँ है। खाता र थादा के हो त सिमिलर मिनिङ हो। अर्को हेर्नुहोस् इप्ता। इप्ता भनेको लगाउनु भन्ने हुन्छ। तर के लगाउनु लुगा कपडा लगाउनु भन्ने हुन्छ है त। त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो साराङ हादा हो। साराङ हादा भनेको चाहिँ माया गर्नु भन्ने हुन्छ है। के हुँदो रहेछ माया गर्नु भन्ने हुन्छ। साराङ आयो मन पराउँछु माया गर्छु हो। अर्को हेर्नुहोस् त छोवा हादा। छोवा हादा भनेको चाहिँ मन पर्नु हो। मन पर्नु र माया गर्नु फेरि फरक है। ठिक छ जस्तै म फल्नालाई माया गर्छु जस्तै म फल्नालाई के गर्छु मन पराउँछु। त्यो फरक कुरा हो नि त ओके न। त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो खारा थादा। के हुँदो रहेछ खारा थादा। र अक्षर फाँचीमा ल हुन्छ भनेर हामीले पढेका छौँ। तर कुनै पनि अक्षर यानि कि कन्सोनेन्ट एन्डिङ हुन्छ लगत्तै पछाडि खाली भवेल यानि कि खाली मात्रा आउँछ भने पछिमा आएको झुन्डेको अक्षरलाई माथि खाली भवेलसँग लगेर जोडेर बोल्नुपर्छ भनेका थियौँ। तर त्यस्तो अवस्थामा के हुन्छ म अक्षर बाहेक सबैको के हुन्छ ओरिजिनल उच्चारण हुन्छ। त्यही भएर के भयो खारा थादा। के हुँदो रहेछ खारा थादा भनेको चाहिँ परिवर्तन गर्नु भन्ने हुन्छ। तर यहाँ चाहिँ हजुरलाई सामान अथवा के हो त लुगा परिवर्तन होइन। यहाँ चाहिँ हजुरलाई सवारी साधन परिवर्तन गर्नुलाई के भन्दो रहेछ खारा थादा भनेर हुन्छ है त। त्यस्तै हेर्नुहोस् त अर्को चाहिँ हाम्रो सित्ता। सित्ता के हुँदो रहेछ सित्ता भनेको चाहिँ हातमुख धुनु भन्ने हुन्छ है। धुनु अथवा पखाल्नु तर प्रायः के हुन्छ हातमुख धुनु भन्ने हुन्छ। अर्को छ फात्ता। फात्ता भनेको चाहिँ प्राप्त गर्नु अथवा पाउनु। अघि हामीले थादा भनेर के भनेको थियौँ एउटा हुन्छ चढ्नु र अर्को पाउनु भनेका थियौँ। त्यो थादाको पाउनु चाहिँ के हुन्छ तल ज्याला भत्ता पाउनु भन्ने थियो भने यो फात्ता भनेको चाहिँ कुनै पनि कुरा प्राप्त गर्नु है त। अर्को चाहिँ हेर्नुहोस् त नुत्ता। नुत्ता भनेको चाहिँ ढिलो हुनु। के हुँदो रहेछ ढिलो हुनु। अर्को छ हजुरलाई थप्ता। अघि तपाईँले याद गर्नुभयो कि भएन ब र फ मुनि जाँदा के हुन्छ प हुन्छ। तर ब वाला थप्ता आयो भने चाहिँ गर्मी हुन्थ्यो भने अब फ वाला थप्ता आयो भने चाहिँ के हुन्छ ढाक्नु अथवा छोप्नु हुन्छ क्या। जस्तै तपाईँलाई गाडीलाई हामीले कभर गर्छौँ नि त्यो के हो त थप्ता अनि के ढाक्नु अथवा छोप्नु भन्ने हुन्छ है। अर्को चाहिँ हेर्नुहोस् त फेख्वाजम। के हुँदो रहेछ फेख्वाजम। अनि सर यो त ग आएपछि त पछाडि ह आएको छ अनि यो त फेख्वाजम हुनुपर्ने कसरी फेख्वाजम भयो भन्नुहुन्छ भने मैले धेरै अगाडि यदि फाँचीमा ग ब ब स ज यदि फाँचीमा चाहिँ ग ब ब ज आए लगत्तै दायाँपट्टि ह आउँछ अथवा फाँचीमा चाहिँ ह आए लगत्तै दायाँपट्टि ग द ब ज आउँछ भने ह आफू त के हुन्छ साइलेन्ट रहन्छ। तर ग द बजलाई स्वतः परिवर्तन गरेर गलाई ख दलाई थ बलाई फ अनि जलाई के बनाउँछ छ बनाउँछ भनेको थिए। त्यही भएर के भयो त फेख्वाजम भएर फेख्वाचम हुन्छ है त। के हुँदो रहेछ फेख्वाजम भनेको चाहिँ डिपार्टमेन्ट स्टोर जहाँ चाहिँ हामी 24 घण्टा सामान अथवा सामग्री किन्न सक्छौँ। अर्को छ छिप। छिप भनेको चाहिँ के हुन्छ घर भन्ने हुन्छ है। के हुँदो रहेछ घर। अर्को छ हजुरलाई हाक्कियो। गलबत्तै ग आएमा के हुन्छ क हुन्छ। र अर्को तरिका के थियो गद बसज मध्येमा कुनै एउटा झुमिन्छ लगत्तै पछाडि त्यही मध्येमा कुनै एउटासँग ठुकिन्छ भने के हुन्छ डबल उच्चारण गरिन्छ। के भयो त हाक्कियो। हाक्कियो भने के हुँदो रहेछ विद्यालय हो। त्यस्तै अर्को हेर्नुहोस् त सिक्पाङ। के हुँदो रहेछ सिक्पाङ। फर्मुला त्यही है गलगत्तै द आयो गलाई के बनायो त बनायो। के हुँदो रहेछ रेस्टुरेन्ट। सिक्पाङ भनेको के रहेछ रेस्टुरेन्ट। अर्को हेर्नुहोस् त खागे। खागे भनेको चाहिँ पसल भन्ने हुन्छ। के हुँदो रहेछ पसल है। अर्को छ सिजाङ। सिजाङ भनेको बजार। अर्को छ हाम्रो वेसा। के हुँदो रहेछ ओ प्लस ई के हुन्छ वे हुन्छ। वेमा हवाए वे हुन्छ। द आउँथ्यो भने धोए हुन्थ्यो हो। के हुँदो रहेछ वेसा। वेसा भनेको कम्पनी। अर्को छ हाम्रो याकुक। के हुँदो रहेछ याकुक। याकुक भनेको चाहिँ औषधि पसल। के हुँदो रहेछ औषधि पसल। अर्को छ हाम्रो खोङजाङ। अ मुनि आउँदा के हुन्छ न हुन्छ। खोङजाङ भनेको चाहिँ फ्याक्ट्री अथवा कम्पनी। वैसा पनि कम्पनी खोङजाङ भनेको चाहिँ फ्याक्ट्री अथवा कम्पनी भन्न सक्छौँ हामी है। अर्को हेर्नुहोस् त ओछेगुक।
के हुँदो रहेछ उछेगुक उछेगुक भनेको चाहिँ हुलाक कार्यालय के हुँदो रहेछ हुलाक कार्यालय अर्को छ हाम्रो उनेङ अब यो उनहेङ पनि भन्न सक्नुहुन्छ तर यसको वास्तविक उच्चारण के हुन्छ उनेङ हुन्छ है अको उच्चारण हुँदैन 95% के हुन्छ अ साइलेन्ट रहन्छ अझ फाँसीमा कुनै एउटा अक्षर आएको छ लगत्तै दाहिनेपट्टि अ छ भने त बिल्कुलै हुँदैन त्यो हको ठाउँमा हामीले के गर्नुपर्छ फाँसीमा रहेको अक्षरलाई माथि जोडेर बोल्नुपर्छ त्यही भएर के भयो उनेङ उनेङ भनेको चाहिँ बैंक के हुँदो रहेछ बैंक हो त्यसै अर्को चाहिँ हेर्नुहोस् त अर्को चाहिँ हाम्रो इफा खादा के हुँदो रहेछ इफा खादा भनेको चाहिँ के हुँदो रहेछ विद्यालयमा भर्ना हुनु हो के हुँदो रहेछ इथा खादा है उच्चारण यहाँ छ अर्को चाहिँ हेर्नुहोस् त इत्ता अघि हामीले डबल स झुन्डेको इत्ता के भनेको थियौँ छ अथवा हुनु भनेका थियौँ तर जबलाई इत्ता के हुँदो रहेछ भन्दा बेसनु अथवा भुल्नु अर्को चाहिँ हेर्नुहोस् त इक्ता भनेको के थियो पढ्नु थियो अघि पनि आइसकेको छ हो अर्को चाहिँ हाम्रो इप्ता भनेको चाहिँ लगाउनु भन्ने हुन्छ तर के लगाउनु लुगा कपडा हो अर्को चाहिँ हेर्नुहोस् त छारादा भनेको चाहिँ के हुँदो रहेछ हुर्कनु अथवा ठुलो हुनु हो त्यस्तै अर्को चाहिँ हेर्नुहोस् त छारिगा अप्ता भनेको के थियो नहुनु छारी भनेको चाहिँ सिट भन्ने हुन्छ है सिट खाली नहुनु अथवा सिट नहुनु हो अर्को चाहिँ हेर्नुहोस् त छारिगा इत्ता अब अप्ता भनेको नहुनु इत्ता भनेको के हुन्छ अभियसली हुनु अर्को छ खाली सिट हुनु के रहेछ सिट हुनु अर्को चाहिँ हेर्नुहोस् त छायन सुरप्ता भनेको के रहेछ प्राकृतिक हुनु भनेको आफै बनिनु क्या मान्छेले बनाएको नहुनु अर्को छ हाम्रो छालसेङ्गिदा भनेको के रहेछ ह्यान्डसम हुनु अथवा मसिक्ता भनेको के हुन्छ ह्यान्डसम हुनु हो छादा हेर्नुहोस् त जवाला छादा है जवाला छादा के हुँदो रहेछ सुत्नु हुन्छ र यदि छवाला छादा हुन्छ भने चाहिँ त्यो के हुन्छ त्यो भनेको चाहिँ छवाला छादा चिसो हुनु भन्ने हुन्छ है अर्को चाहिँ हेर्नुहोस् त छात्ता भनेको चाहिँ सानो हुनु हो चाहिँ हुनु ल अर्को हेर्नुहोस् त छात्ता भनेको चाहिँ समात्नु भन्ने हुन्छ है के हुँदो रहेछ समात्नु अठ्याउनु क्या अर्को चाहिँ हेर्नुहोस् त छाफिदा भनेको चाहिँ के रहेछ समातिनु छाप्ता के थियो समात्नु छाफिदा समातिनु त्यस्तै हेर्नुहोस् त अर्को चाहिँ हाम्रो छरमहादा के हुँदो रहेछ छरमहादा सादा भनेको के थियो डबल सवाला सादा थियो भने त्यसको सिमिलर मिनिङ के हुँदो रहेछ छरमहादा यो पनि के हुन्छ त सस्तो हुनु नै हुन्छ सस्तो के हुन्छ अभियसली मूल्य हुन्छ हो अर्को चाहिँ हेर्नुहोस् त छक्ता भने के हुँदो रहेछ थोरै हुनु अथवा कम हुनु हो अर्को चाहिँ हाम्रो छन्नादा के हुँदो रहेछ छन्नादा मैले के भनेको छु साइलेन्ट हुन्छ कति बेला अझ फाँसीमा कुनै पनि अक्षर झुन्डिन्छ लगत्तै दाहिनेपट्टि ह छ भने त्यो ह के हुन्छ बिल्कुलै साइलेन्ट रहन्छ त्यही भएर के भयो त छनादा भनेको के हुँदो रहेछ भन्दा बताइदिनु के हुँदो रहेछ बताइदिनु त्यस्तै हेर्नुहोस् त अर्को चाहिँ हाम्रो छप्ता भनेको के हुँदो रहेछ भन्दा छप्ता भनेको चाहिँ पट्याउनु भन्ने हुन्छ के हुँदो रहेछ पट्याउनु भन्ने हुन्छ त्यस्तै अर्को चाहिँ हेर्नुहोस् त छङ्निहादा के हुँदो रहेछ छङ्निहादा भनेको के हुन्छ व्यवस्थित पार्नु अथवा ठिक पार्नु हो हेर्नुहोस् त छङ्निहादा व्यवस्थित पार्नु अथवा ठिक पार्नु अर्को चाहिँ हाम्रो छङ्गादा के हुँदो रहेछ छङ्गादा भनेको चाहिँ निर्णय गर्नु अथवा निश्चित गर्नु हो तिमी आउने नआउने मलाई निर्णय दिइहाल निश्चित गरिहाल मलाई कन्फ्युजन नपार भने जस्तो ल अर्को चाहिँ हेर्नुहोस् त छोरा फादा बलगतै ह आयो बल के बनायो ह साइलेन्ट भयो हको कारणले ब फ भयो के हुँदो रहेछ छोरा फादा भनेको चाहिँ डिग्री हासिल गर्नु ग्रेजुएट हुनु हो के हुन्छ डिग्री हासिल गर्नु अर्को चाहिँ हामीलाई छौवा हादा भनेको चाहिँ मन पर्नु अथवा मन पराउनु भन्ने हुन्छ के हुँदो रहेछ मन पराउनु अर्को छ छोथा के हुँदो रहेछ छोथा भनेको के हुन्छ भन्दा राम्रो हुनु भन्ने हुन्छ के हुँदो रहेछ छोथा भनेको चाहिँ राम्रो हुनु भन्ने हुन्छ अर्को चाहिँ हेर्नुहोस् त छुइसाङादा भनेको चाहिँ के हुन्छ माफी माग्नु के हुन्छ माफी माग्नु छुइसाङामिदा माफ गर्नुहोस् भने जस्तो ल छुइसाङादा के हुँदो रहेछ माफ माग्नु अर्को छ छुदा भनेको चाहिँ नेपालीमा हुन्छ दिनु के हुँदो रहेछ
दिनु भन्ने हुन्छ है। अर्को चाहिँ हेर्नुहोस् त सुमुनादा। सुमुनादा भने के हुन्छ अर्डर गर्नु कुनै पनि सामान मगाउनु हो। त्यस्तै हेर्नुहोस् त अर्को चाहिँ हाम्रो छुएहादा के हुँदो रहेछ छुएहादा हो। छुहादा छुइहादा के हुँदो रहेछ छुइहादा भनेको चाहिँ के हुन्छ सावधान हुनुहुन्छ। यो उही चाहिँ अन्तिममा आएको थियो भने के हुन्छ ए हुन्छ जसको अर्थ के हुन्छ को हुन्छ हो आवाजिए बुबाको भने जस्तो हुन्छ। तर बिचमा आयो भने के हुन्छ यो उही नै हुन्छ है। अर्को चाहिँ हेर्नुहोस् त छुगिदा। छुगिदा भने के रहेछ मार्नु भन्ने हुन्छ। छुगिदा भने के रहेछ मार्नु भन्ने हुन्छ। अर्को छ हाम्रो छुङ्गियो आधा। छुङ्गियो आधा भने के हुन्छ महत्त्वपूर्ण हुनु के हुँदो रहेछ महत्त्वपूर्ण हुनु। अर्को छ हाम्रो छुलगप्ता। छुलगप्ता भने के हो त आनन्दित हुनु रमणीय हुनु अथवा रमाइलो हुनु हो। त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो छिनागादा। छिनागादा भनेको चाहिँ के हुन्छ कट्नु पार गर्नु हो। छिनादा भनेको चाहिँ पार गर्नु भने जस्तै तपाईँलाई म यहाँ दिएका हिँडेँ सङ्घर्षमा हिँडेँ मैले के गरेँ त इटारी पार गरेँ अथवा इटारी कटेँ भने जस्तो है। अर्को चाहिँ हेर्नुहोस् त छिखिदा। छिखिदा भनेको चाहिँ पालना गर्नु नियम पालना गर्नु हो समयको पालना गर्नु के हुँदो रहेछ पालना गर्नु हामी छिखिदा भन्छौँ है त। त्यस्तै अर्को चाहिँ हेर्नुहोस् त चित्ता। चित्ता भनेको चाहिँ नेपालीमा हुन्छ बनाउनु अथवा निर्माण गर्नु के हुँदो रहेछ निर्माण गर्नु। अर्को छ हाम्रो चिक्ता। यसको चाहिँ के हुन्छ चिक्ता भन्ने हुन्छ है। यो चाहिँ हामीले खिच्नु अथवा कुनै पनि छाप लगाउनलाई के भन्छौँ चिक्ता भन्छौँ। त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो छेमिइत्ता। छेमिइत्ता भनेको चाहिँ रमाइलो हुनु के हुँदो रहेछ रमाइलो हुनु। त्यस्तै अर्को छ हेर्नुहोस् त छेमिहप्ता। छेमिहप्ता भने के हुँदो रहेछ रमाइलो नहुनु। छेमिइत्ता रमाइलो हुनु छिमिहप्ता रमाइलो नहुनु। अर्को छ हेर्नुहोस् त छादा। छादा भनेको चाहिँ के हुन्छ भन्दा मैले अघि तपाईँलाई के भनेको थिएँ जवाला छादा आयो भने चाहिँ के हुन्छ सुत्नु हुन्छ भने छवाला छादा भनेको चाहिँ चिसो हुनु अथवा ठन्डी हुनु जाडो महसुस हुनु के भन्छौँ हामी छादा भन्छौँ। तर ओरिजिनल छवाला छादा जवाला छादा आयो भने के हुन्छ सुत्नु भन्ने हुन्छ है। त्यस्तै हेर्नुहोस् त छा खादा। छा खादा भनेको चाहिँ सोझो हुनु अथवा असल हुनु के हुँदो रहेछ छा खादा भनेको चाहिँ सोझो हुनु अथवा असल हुनु भन्ने हुन्छ। त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो क्षमता। क्षमता भनेको चाहिँ के हुन्छ सहनु हो के हुँदो रहेछ सहनु। त्यस्तै हेर्नु त अर्को छ हाम्रो छनछनी हादा। छनछनी हादा भनेको चाहिँ सुस्त सुस्त अथवा बिस्तारै बिस्तारै हो। छनछनी बगुसै हो बिस्तारै खानुहोस् भने जस्तो ल। त्यस्तै अर्को छ हेर्नुहोस् त अर्को छ हजुरलाई छेउदा। छेउदा भनेको चाहिँ के हुँदो रहेछ भर्नु भन्ने हुन्छ है के हुँदो रहेछ भर्नु। अर्को छ हाम्रो छुखादा। के हुँदो रहेछ छुखादा भनेको चाहिँ के हुन्छ बधाई दिनु। छुखामिदा बधाई छ भने जस्तो के हुँदो रहेछ छुखादा भनेको चाहिँ बधाई दिनु। अर्को छ हाम्रो के हुन्छ भन्दा छुइजी खादा। के हुँदो रहेछ छुइजी खादा। छुइजी खादा भनेको चाहिँ के हुन्छ जागिरमा लाग्नु जागिरी हुनु हो। त्यस्तै अर्को छ हेर्नुहोस् त छिनादा। छिनादा भनेको चाहिँ घनिष्ठ हुनु अथवा मित्र हुनु क्या घनिष्ठ हुनु घुलमिल हुनु ठिक छ। त्यस्तै अर्को छ हजुरलाई ख्यादा। ख्यादा भनेको चाहिँ बिजुली बाल्नु अथवा स्विच अन गर्नु अथवा के गर्नु बाल्नु क्या त्यसलाई खोल्नु के भन्छौँ त हामी ख्यादा भन्छौँ। यसको फान्देमा के हुन्छ हेर्नुहोस् त ख्यादा भनेको बिजुली बाल्नु अथवा के गर्नु त अन गर्नु। अर्को छ खुदा। खुदा भनेको चाहिँ के हुन्छ भन्दा ठुलो हुनु भन्ने हुन्छ के हुँदो रहेछ खुदा भनेको ठुलो हुनु भन्ने हुन्छ। अर्को छ थादा। थादा भनेको चढ्नु अघि मैले भनिसकेँ चढ्नु पनि हुन्छ सवारी चढन र अर्को हुन्छ पाउनु तर के पाउनु ज्याला वा तात तल पाउनु हामी के भन्छौँ थादा भन्छौँ। अर्को छ थेयनादा। थेयनादा भनेको के हो त जन्मनु अथवा जन्म हुनु। अर्को छ हाम्रो थेउदा। थेउदा भनेको चाहिँ बाल्नु के हुँदो रहेछ बाल्नु। अर्को छ हाम्रो यो हुन्छ तपाईँलाई थुप्यालहादा अथवा यसको उच्चारण हुन्छ थुप्यारादा के हुँदो रहेछ थुप्यारादा किन ह के हुन्छ साइलेन्ट हुन्छ के हुँदो रहेछ भन्दा विशेष खालको हुनु। थुप्यारादा भनेको के रहेछ विशेष खालको हुनु है। अर्को छ हाम्रो ठुल्लिदा। ठुल्लिदा भनेको चाहिँ गल्ती हुनु अथवा नमिल्नु हो साझेदारीमा नहुनु। अर्को छ हाम्रो फाल्दा। सादा भनेको के थियो भन्नु त सादा भनेको किन्नु थियो भने
फाल्दा भने के हुँदो रहेछ बेच्नु भन्ने हुन्छ है के हुँदो रहेछ बेच्नु हुन्छ अर्को छ हाम्रो फ्यादा फ्यादा भनेको चाहिँ पसार्नु अथवा सिधा पार्नु जस्तै खुट्टा पसार्नु अथवा खुट्टा सिधा पार्नुस् त भन्छौँ नि हामी त्यो के रहेछ फ्यादा खुट्टा मात्रै हो त होइन कुनै पनि तारहरू हामी बाँगेको छौँ भने सिधा पार्नु पर्यो भने के भन्छौँ फ्यादा भन्छौँ त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो फुल्लिदा फुल्लिदा भनेको चाहिँ खुकुलो पार्नु अथवा खोलिदिनु अथवा खोल्नु हो अर्को छ हाम्रो हादा हादा भनेको कुनै पनि कार्य अथवा क्रियाकलाप के हो त गर्नु भन्ने हुन्छ है अर्को छ हाम्रो हानगा हादा के हुँदो रहेछ हानगा हादा भनेको चाहिँ फुर्सद हुनु फुर्सदिलो हुनु हो अर्को छ हाम्रो हाप्के खादा के हुँदो रहेछ हाप्के खादा भनेको चाहिँ उत्तीर्ण हुनु अथवा पास हुनु भन्ने हुन्छ त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो हिङ्बो खादा के हुँदो रहेछ हिङ्बो खादा भनेको चाहिँ आनन्दित हुनु अथवा खुसी हुनु क्या आनन्द आइरहेछ यो नयाँ भिउ हेरेर भन्छु नि हामी हो त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो हागिनादा के हुँदो रहेछ हागिनादा भनेको चाहिँ सुनिश्चित गर्नु अथवा चेक जाँच गर्नु के हुँदो रहेछ कन्फर्म गर्नु भनेर बुझ्न सक्नुहुन्छ यसलाई अर्को छ हाम्रो हुरिदा हुरिदा भनेको चाहिँ आकाशमा बादल के हुनु मडारिनु अथवा बदली हुनु एकैछिनमा घाम लागिरहेको थियो अहिले बादल लागेर पानी पर्न खोज्दैछ त्यो के हो त बदली हुनु अर्को छ हाम्रो हिमनेदा हिमनेदा भनेको चाहिँ साहस गर्नु अथवा आँट गर्नु है त ठिक छ आँट गर्ने केटा भन्छौँ नि हामी हो त्यस्तै हेर्नुहोस् त अर्को छ फेनुइजम फेनुइजम भनेको चाहिँ के हो छ इएम पिएम सब हो के हुँदो रहेछ एएम पिएम सब अर्को छ फेख्वाजम के हुँदो रहेछ फेख्वाजम फेख्वाजम भनेको के थियो डिपार्टमेन्ट स्टोर जो 24 घण्टा हामीले खुल्न सक्छौँ हो त्यस्तै हेर्नुहोस् त फुक्चाङ अथवा यङहागन भनेको चाहिँ के हो त चलचित्र हल जसलाई हामी के भन्छौँ फुक्चाङ अथवा यङहागन भन्छौँ है यङहागन त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो चिङजिलबाङ चिङजिङबाङ भनेको चाहिँ बाष्प लिने कोठा भनेको चाहिँ के हो त सेकाइ गर्ने ठाउँ हो क्या ठिक छ अर्को छ हाम्रो कफी सप के हुँदो रहेछ कफी सप भनेको के रहेछ कफी सप हो कफी सप त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो उन्दोङजाङ भनेको के हो त भन्दा खेल मैदान के हुँदो रहेछ खेल मैदान है उन्दोङजाङ खेल मैदान अर्को छ हाम्रो ठोसागवान भनेको के हुँदो रहेछ भन्दा पुस्तकालय के हुँदो रहेछ पुस्तकालय अथवा लाइब्रेरी हो त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो थेसागवान भनेको के हो त राजदूतावास के हुँदो रहेछ राजदूतावास हेर्नुहोस् है त्यस्तै हेर्नुहोस् त अर्को छ हाम्रो छुयोसो भनेको के हुँदो रहेछ भन्दा पेट्रोल पम्प के हुँदो रहेछ पेट्रोल पम्पमा हामी के भन्छौँ छुयोसो भन्दो रहेछौँ हो अर्को छ हाम्रो फाङ्गुलगान अब तपाईँलाई यसको उच्चारण फेरि अब फाकमुलगन हुँदैन गलगत्ते म आएमा गको उच्चारण के हुन्छ ग हुन्छ भनेर धेरै अगाडि मैले पढाइसकेको छु हेर्नुहोस् त फाङ्गमुलगन भनेको के हुँदो रहेछ सङ्ग्रहालय के हुँदो रहेछ सङ्ग्रहालय अर्को छ हाम्रो थुङमुर्गन के हुँदो रहेछ थुङमुर्गन भनेको चाहिँ चिडियाखाना हो अर्को छ हाम्रो लोरेबाङ भनेको चाहिँ के हुँदो रहेछ गीत गाउने कोठा अथवा के हो छ म्युजिक स्टुडियो अर्को छ हाम्रो छुछाजाङ भनेको चाहिँ पार्किङ स्थल के हुँदो रहेछ पार्किङ स्थल अर्को छ हेर्नुहोस् त माथु भनेको माट के हुँदो रहेछ माथु भनेको माट अर्को छ हाम्रो नोङजाङ भनेको कृषि फार्म है के हुँदो रहेछ कृषि फार्म त्यस्तै हेर्नुहोस् त नोङजाङ भनेको के हुँदो रहेछ भन्दा कृषि फार्म आज मैले तपाईँहरूलाई बेसिक ग्रामर अन्तर्गत रहेर बेसिक अन्तर्गत सम्पूर्ण मिनिङहरू पढाउने कोसिस गरेँ तर एउटै भिडियोमा सम्पूर्ण मिनिङहरू के हुन्छ पढाउन सकिँदैन यदि तपाईँ कोरियन भाषा पढ्दै हुनुहुन्छ र कोरियन भाषामा पास हुनका लागि के इम्पोर्टेन्ट छ भन्नुहुन्छ भने मैले धेरै स्टुडेन्टबाट सुनेको कुरा कोरियन भाषा पास हुनका लागि मिनिङ र ग्रामर अति नै इम्पोर्टेन्ट छ कोरियन भाषा पढ्न थालिसकेपछि आवाजी भन्न जो तैला आउँछ तर आवाजी भनेको बुबा भन्न जो तैला आउँदैन त्यही भएर कोरियन भाषामा मिनिङको भूमिका निकै ठुलो छ यदि तपाईँ मेरो च्यानलमा पहिलोचोटि आउँदै हुनुहुन्छ र यदि मेरो पढाउने शैली अथवा तरिका तपाईँलाई मनपर्छ यो भिडियोबाट तपाईँलाई पढ्नका लागि थोरै पनि ज्ञान मिल्यो भने मेरो च्यानललाई सब्सक्राइब गरेर मेरो फ्यामिली मेम्बर बन्नुहोला आउने दिनमा नयाँ भिडियो ल्याउने बाचा गर्दै आजको यस भिडियोबाट बिदा माग्न चाहन्छु। खम्साहाम्निदा धन्यवाद।